So after a long time guys, मलाई चाहिँ भ्लग पल्ला तल्ला बनाउने मौका पाएको छु र आज चाहिँ हामी उकालो हिँडिरहेको छौँ। उखु खाने अरे भाइले चाहिँ काट खा भनेको। अहिले चाहिँ हामी गाउँबाट टक्क निक्लिँदैछौँ र हात्ती गाइसहरू चाहिँ बजार लाग्तिस गरेको रहेछ अनि हामी चाहिँ भेट्ने उभै जाने यहाँ हुन्छ सम्झेको है। अहिले चाहिँ मेरो भिलेज ब्लग रोजन सरले उखु खाने अरे काट्दैछ। म चाहिँ बिचको भाग खान्छु, टुप्पीको उसले खान्छ, फेदको चाहिँ यसले खान्छ। फेदको गुलियो त हुन्छ कि डह्रो चाहिँ हुन्छ क्या। अरे कालो खालको उखु चाहिँ पहिल्यैदेखि क्या मासिएकै छ तर अलिक यसलाई मलजल नपुगेको रहेछ। एकदमै टुप्पोकै भाग पनि एकदम गुलियो छ। लोकल उखु तपाईँहरू खान चाहनुहुन्छ नि यहाँ माथि आउँदा हुन्छ। आँप फुलिरहेको छ, यहाँ आँप पनि फल्दैछ, दामी हुन्छ है, यत्रो हुन्छ गुलियो। तर यतातिर कति ढिलो फुलेको, तल त फल्दैछ, यत्रो दाना लागिसक्यो। यसो उखु पनि खाइसक्यौँ, अब हामी लाग्छौँ। एकदमै ढिलो भएको छौँ क्या हामी चाहिँ आज। बिहानदेखि गाई छहरूलाई अत्ताउँदा 12 बजाएको छ। के भन्नु, हाम्रो गाउँको बाटो जस्तै छ है, पैदल यात्रा चाहिँ टक्क यस्तो हिँड्ने हो होइन। ओके यहाँ चाहिँ पारी गाउँकोले पानी लान्छ र गुराँस फुलिरहेको रहेछ है। अन्जुला तिम्रो मनैमा। अबको 5 मिनटपछि चाहिँ हामी पुग्छौँ रोड द बाइक। त्यसपछि हामी बाइकमा जाने सल्लाह भएको छ र अहिले चाहिँ यस्तै छ गाइस, विकट ठाउँमा परियो। इतना तो बनता है भाइ चाहिँ बेग्लै त्यस्तो हुन्छ बाटोहरू। समय पनि आइरहेछ, भिडियो त बनता है, कन्टेन्टको लागि छ। मजा आउँदो रहेछ है, बाटो धेरै पछि हिँड्नु पर्ने। यस्तो छ, बाटो नि सुन्छन्, घर पनि सुन्छन्, तर हिँड्नु चाहिँ मजा आइरहेछ है, एकान्त हिँड्नु। ओ के फुल हो यो? निक ब्रोको सब्जी बगान मटर। जस महिनामा 3-4 लाखको चाहिँ आम्दानी हुन्छ अरे यसबाट भन्ने सुनेको थिएँ। हो कि होइन, फेक न्युज पनि हुनसक्छ होइन। साह्रै बल्ल तल्ल आइपुग्यो डेरीमा। यहाँ चाहिँ हामी बाइक आइरहेछ, यहाँदेखि चाहिँ हामी बाइकमा जाउँ भनेको खै। हाम्रो जेठु पनि रहर गरिहाल्यो, मेला जाने अरे। गोरुको हाने खाँदा हिँडेको छ हेरौँ न। ड्रेसअप हेरौँ न, बुट मात्र 24,000 देखाएको छ। हाम्रो सामान हौ जिन्दगी यस्तो हालत भयो। हामी चाहिँ मेला जाउँ भन्ने बाइकले कतिरहेछ। हामी चाहिँ अब आधी घन्टामा पुग्छौँ। पञ्चमी बल्ल तल आइपुगेछौँ, दुःख गरेर तिरुबल चढ्यो। यहाँ चिसो लाग्छ। हाम्रो भान्जा छ। हेलो जेठु, रेडी। अनि अर्को बाइक यो बाइकको चाहिँ मर्मत गर्नु छ र कुदाउने चाहिँ यो, यसले चेन स्पकेट सबै खाइपठाएको छ। यस्तो छ पञ्चमीको मौसम छ। हाम्रो रोजन सर चाहिँ यहाँ बसिरहेको छ। यो बाइकले लास्ट ढोकाइदियो अरे गाइस, दमकदेखि चेन स्पकेटै गाएर छ र हामी चाहिँ बनाउनु पर्ने। अरू गाइजहरू आउँदैछ, पर्खिरहेको छ।
चाहिँ हामी 60,000 छुटेको छौँ हामी चाहिँ एउटा कन्ट्याक्ट सम्झेको सुन त कहाँ छ तिमीहरू ओए ओए इमर्जेन्सी 4,000 चाहियो यहाँ चेनिस पकेट फेर्नलाई गाइजहरूसँग हामी चाहिँ लाग्यौँ ग्रेस क्याफे जहाँ चाहिँ हामीले स्वच्छ कफी र कफीको साथमा हामी फ्रेस हुनुपर्ने हुन्छ भाग्यमानी रहेछौँ टक्क कफी खानको टक्क बत्ती गइदिएर अनि यो गाइजहरूलाई चाहिँ कफी खानु नजुरेको रहेछ अब लाइन आउँछ कफी बन्छ अनि खाने अनि 1-2 बजी चाहिँ हिँड्ने रहेछौँ हामी थाहा भएर चाहिँ आइसकेको छ जसो तसो हामीले जेनेरेटर स्टार्ट गरेर कफी बनाइदिनु भएको छ सो धेरै धेरै धन्यवाद भन्न चाहन्छु ग्रेस क्याफेलाई गाइजहरूले चाहिँ चिया खाने अरे चिया टोलीहरू हामी खाने कफी त्यो हामी चाहिँ रविको ग्रेस क्याफे भनेर छौँ र हामी सबैजना जस बाइक बन्दैछ हाम्रो त्यसको वेटमा चाहिँ अल्छी लगाएर हामी चाहिँ कफी खान आएको छौँ र यहाँ माथि चाहिँ मौसम पनि एकदम चिसो र यो चिसोमा कफी खानु चाहिँ मजा आउँदो रहेछ है गाइस बफ बेग्लै मजाहरूले पैसा झिक्न आँटेको छ पैसै पैसा होगा अब त हाम्रो साउजी पसिसक्यो ओहो अब के बोकेर निक्लिन्छ नि भन्छ पेट्रोल सेट्रोल हाल्ने पैसा झिक्ने सोच्ने सिक्ने झप काम भइसक्यो रोजन सरकार ठिक छ होइन कस्तो आएर छ हो यहाँ देख्नुहुन्छ गाइजहरू पैसा झिकेर आउँदैछ अब चाहिँ आश लाग्यो यो चाहिँ रविदेखि सप्तमी जाने बाटो जस्तो रहेछ अहिले ठिकै छ पिच बन्द रहेछ यहाँ चाहिँ अझै पानी परेको भए चाहिँ यो बाटो यस्तो मजा आउँथ्यो लिँदै जानु मजा हुन्थ्यो जस्तो छ बहिनीलाई चेपेर लानु परेको छ मेला जाने मेला चाहिँ छैन है गाई हावामा मैले भनेको मेला नलाग्ने हो हिल आइपुगेछौँ र यहाँ चाहिँ भ्यू देखेर रेस्ट गरेको लास्टै डे कस्तो क्या नफुलेर मजा आएन छम हुँदो रहेछ यहाँ चाहिँ प्रोग्राम हुँदो रहेछ यो चाहिँ लिम्बू संस्कृतिको आलम भइरहेको छ सो बल्ल बल्ल हामी चाहिँ आइपुगेको छ स्याउलाङमा मेला लामलाङ कि नाम हामी चाहिँ आइपुग्यौँ फाइनली र तपाईँहरूलाई भ्यू देखाउनु चाहिँ बाँकी छ भर्खर आइपुगेको रमाइलो भनौँ न धेरै ढिलो आइपुगेछौँ हाम्रो चाहिँ टोली छुटेर हामी चाहिँ सहभागी सम्पूर्ण समूहलाई यो अनुरोध पनि गर्न चाहन्छु कि समयको पाबन्दीलाई ख्यालमा राख्दै तपाईँहरूले जसरी 7 दिन 7 रात धान नाच्नुहुन्थ्यो मेरो चाहिँ के भएको थियो भने हिजो अस्तिको भगमा चाहिँ कन्टिन्यू गर्नु पाएको थिइनँ र प्रब्लम आएको थियो थोरै र आज चाहिँ त्यो भगलाई कन्टिन्यू गर्नु चाहिँ हामी हिले डाँडा जाँदैछौँ र 4 जना छौँ हामी चाहिँ रविदेखि माथि के भन्छ यो
ल पञ्चमी पञ्चमीदेखि खिले हो कुन्टा के भन्छ कुन्टा भन्छ हाम्रो सम्राट सर हुन्छ तिमीहरूको भाग चाहिँ सबैले मलाई पनि दियो कहीँ त सस मोडललाई नै र हामी चाहिँ हिले पनि पुग्छौँ र फर्किँदा छिर्छौँ कि जाँदा पनि छिर्छौँ फर्किँदा पनि छिर्छौँ होला टाइम पास भने र हामी चाहिँ उता सुलुम्फी नै पुग्नु पर्ने भयो क्या जहाँ हिजो मेला लाग्थ्यो त्यहीँ पुग्छौँ र मेला लाग्दा र नलाग्दाको फरक आज म देखाउँछु कस्तो रहेछ हामी चाहिँ खाजा खाएर हिँडेको थियौँ र अब वाइ गएर खाना खाने प्लान गऱ्यो यसो बाटोमा के हुन्छ म देखाउँछु तपाईँलाई यो चाहिँ रविदेखि राके जाने बाटो चाहिँ यस्तो रहेछ जस बन्द रहेछ बिच बन्ने योजना होला चाँडै बनोस् अहिले त घाम लाग्दैछ पानी परेको छैन ठिकै छ यतिको राम्रै छ यहाँ चाहिँ यस्तो दामी हुस्से लागिरहेछ नि अहिले चाहिँ हामी ठ्याक्क सप्तमी बजारको वर छ सप्तमी पुग्नाहटा छ बजार अहिले चाहिँ हामी सप्तमी बजार आइपुगेको छौँ बाटो यस्तो छ यहाँ बाटो बन्दैछ बाटो पिच भएपछि यस्तो बवाल हुन्छ नि देख्न हुन्छ हामी चाहिँ अहिले उत्तारे आएपछि र उत्तारेको यो ताल चाहिँ प्रायः तपाईँहरूलाई थाहा होला त्यहाँ चाहिँ एकदमै अहिले चाहिँ यो कमल फुल फुलाएर हिँड्दैछ त्यसमा माछाहरू छ राम्रो छ चर्चा छिर्दैको राम्रो छ तपाईँहरूलाई म देखाउँछु भ्यू र यो चाहिँ आफ्टर सिन हो आज हेर्नु होला यहाँ कत्रो मान्छे चाहिँ हिजो र आज कस्तो फरक छ है सुन्नुहोस् यहीँ पालम गाइराख्नु भएको थियो कस्तो खल्लो लाग्छ है यहाँ कति भिड थियो यहाँ त झन् हाम्रो छिरि नसक्छ आज यस्तो खुल्ला छ अनौठो लागिरहेको समयको माउली घर आएको छौँ अनि बसिरहेको छौँ हामी चाहिँ अब रोटी खानुपर्ने हुन्छ अब चाहिँ हामी घुम्यौँ यताउता बस्यौँ गफसफ गऱ्यौँ र मैले चाहिँ भ्लगको इन्डिङ गर्नु मौका चाहिँ राखेन बल्ल तल्ल म चाहिँ भ्लग इन्ड गर्छु भनेर चाहिँ आएँ र यसो त्यसरी नै अब ल्याउँदै गर्छु साथ दिँदै गर्नु होला तपाईँहरूले ठिकै छ आजलाई यति नै भन्छ बाई बाई सबलाई